एउटा टुटेको रुख, काटिएको रुखबाट पनि एउटा नयाँ बिरुवा पलाउनु सक्छ क्या, नयाँ जीवन हुनु सक्छ त्यहाँनिर हैन। र त्यो रुखले यो प्रुभ गर्छ कि कुनै पनि चोट, कुनै पनि एक्सिडेन्टले तिमीलाई फेरि नयाँ सुरुवात गर्नुदेखि रोक्नु सक्दैन क्या हैन। जब हाम्रो रिग्रेट हुन्छ, हाम्रो पास्ट लाइफमा कुनै पनि कुरा हाम्रो बितेको हुन्छ, तब हाम्रो दुईटा माइन्डसेट हुन्छ क्या। मसँग यस्तो भयो, मसँग यस्तो नराम्रो भयो, अब म केही पनि गर्न सक्दिनँ। र अर्को कुरा हुन्छ कि मसँग यस्तो भयो, अब त मैले नै गर्नुपर्छ, अब त मैले नै देखाउनु पर्छ यो दुनियाँलाई केही गरेर हैन। र सेकेन्ड वाला माइन्डसेट तिमीले अपनायौ भने नि तिमी सधैँ नै टपमा रहन्छौ, तिमीलाई कसैले पनि हराउन सक्दैन क्या। भन्छ नि घाइते बाघ अझै ज्यादा बलियो हुन्छ भनेर, अझै ज्यादा खतरा हुन्छ भनेर हैन। तिमीमा डिपेन्ड गर्छ कि तिमी आफ्नो पुरानै कुरामा, आफ्नो आफूसँग बितेको नराम्रो कुरामा अल्झी बस्ने कि त्यो चिजलाई तिमीले ढाल बनाएर अगाडि बढ्ने। यो डिसिजन तिम्रो हातमा हुन्छ हैन।